हान्दिम हान्छ क्या किलो रहेछ हातमा रेडी हामीले आरा सारा टक्का हालेर भरिसके केटाहरु हातमा तिनीहरुको हातमा नि पुरै यो पड्यो ल हामीले यहाँबाट थापेर सुरु गरिसकेको हो त्यो लास्ट एउटा त्यहाँसम्म हामीले थापिसके A few moments later ओइ परे ओइ ओइ ल ल ल ल लभली 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 खै ओइ 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 हान खै अघि न ल ठीक कत्रो पा ओइ ओइ बेलुकासम्म मार्दिन्छु स्याला तेरिका मिजी परे खै फर्स्ट बोन स्टार्टिङमै पर्यो ठिक्क एप्लेट ल मरे मरे खै टोक्यो भने म पुरै जोर आउँछ तँ घोच्यो भने कहाँ यसले घोच्यो भने त पुरै जोरै आउँछ अरूमा आएर हाल त म उस गर्छु यसलाई सार्नु छ क्या उ रहेछ देख नाचिने स्याले खै उ परेन त यसले खाएर भाग्ने हेउ माता देखाइदियो 1 केजी को माडी हो त 1 केजी पिस यसले खाएर भाग्यो ल छिर छिर छ त बामले अड्कायो कि त्यो ओए निजी छ त ठुलो इ रोमिदिको बा प्लास्टिकसँग म त यात्रै हुनु के यार प्लास्टिकसँग त यार मैले पनि भन्छु यो मिजु उठ्छ दौडेको या त म त सब ल मरे निकाल मिजु ल यार कत्रो ओए परे ठुलै कत्रो खायो या त ल्याम खान्दै केटा छ ओहो ओ तेरिका राख त मिजु अलग राख यो सेतो छ त यो त ओए परे हामीले ढिलो रहेछ गाइस चेक गरेर ओ ते परे भयो त एक सर्टमा ल मिजु परे भइसक्यो लभली लाएर हाल्नु त केटा हो ले अब हल्का घाममा लाउ निक्लिन लाइन त बल्ल उठ्न थाल्यो ठोक्ने लभली हाल ओए के हो यार अब त यार ठुठुलो छ त बे हेर नकिन नपर्दै चुप्पा लाएर हिँडेर निराशाको मुखले थियो अहिले परेको भाडा पनि ल्याएर यो अलि मिलेन क्या यसको ठाउँ मिलेन मिजु वाइची निकाल होइन अघिले बहु भएर ठिक्कको छ ठिक्कको फिलअप डरु ठर्रै भयो त ला आडा फिलअप ल ठर्रै भयो परिसक्यो देखाइदियो एक लटमा यति भएको छ अझै घेर्ने उयो अलि राम्रोसित राख्दैन आरा फिलअप गर्न उयो त थर्कै खायो यार यो कुन ए अझै आरा चाहिन्छ काँडै काँडा पर्दैन ओहो चलेको हेर त हेर कति सानो हो कि यो सानो वाला हालियो ल भाइ छ ओए यो त चले त बल्लमा खोला त मुठी हेत्तमा हेर सन्ला ल परेन
छैन छैन यहाँ छ भएर कस्तो गरम हो न ओ बैठ आइया यस्तो मिठो कस्तो गरम हो अर्को माछाले तानी गयो कि यी लामो फुट्यो साला ओइ छ भिडियो गर छिटो गऱ्यो ल ह्याप्पी फेस ल टाढा फाल्यो भने यत्रै आउँछ कि देख्यो तिमीहरुमा नजिक यो त पसलमा 360 रुपैयाँ भन्छ यही छ आधा किलो बढी कति छ यार चतको देखो यानी ठुलो छ यार लभलीको छोरी त्यो एउटा दुईटा त टाढा नै फाल्नु पर्दैन मा पुडे छ त्यो एउटा त ल लभली अर्को नि थियो कि अघि ठुलो थियो कि म त कस्तो हेभी भएको थियो मुजी खाना नै मिल्दैन यसमा फिल अप गर खाली हो जे चल्दै फेरि परे लभली आमा यत्रो आज त के हो यार आज त लभिज भयो है केटाहरु आज त ठुठुलो मात्र आरा नपुग्ला है आरा नपुग्ला आरा त जति भयो आरा माछा पर्यो भने त खन्न गइदिनु भयो त्यो त ओए पटेल त सोचेर न के यस्तो ओए पटेलको जोस जागर खा आज माछा परेको बेला त कहाँ अरू बेला पर्दैन अनि परेको बेला त फेरि खोज्नु गयो अनि जङ्गियो पटेल यतिकै चाहिँ हुनु पर्छ के मिजु यो ठाउँ चिन्दैन छ ओए छैन त कस्तो ठुलो सिद्रा यही हो के यो अझै सानो रहेछ मार्नी हो रे यसलाई त मार्न पर्दैन खुस्किन लाग्यो भाग्यो यो अझै पर्छ अरे के मेयासला पटेललाई छ ओए दुईटा मुजी छैन रे सिद्रा तीनटा सिद्रा तीनटा पटेलले सिद्रामा को सिद्रा के कता यार यही बस त्यो फर्स्ट भनेर पटेलले सिद्रा तीनटा पाएर यसले त यार देख्यो हाइएस्ट भएन त राखेन यो ओइ भिडियो गरा ओइ साला मैले भनेको पत्रो ओइ पत्रो मासिकिन मैले अनि बाँड्नु भनेर ओइ हेर न मेयासला कत्रो ए यत्रो निकालेको त्यहाँ पड्काउँदा मेयास पत्रो हो यार यो त ओ माय गॉड आज त ठुलो पर्यो ओइ हान्नु छु भाग्छ किन रहेछ यार अलि मजाले हान्नु त पत्रो यार किन उता गयो भनेको त है हेर त हेर न पत्रो हो ल एक हात जत्रो यत्रो तिले बढाएको ओए बा पत्रो पिठम देख भयो लभली है लभली यो चाहिँ माया सर्प जत्रै हो अहिलेसम्मको टोटल यति भयो ढुङ्गावालामा त भरेकै छैन त्यो के भयो छुले यहाँनिर थाहा पाएको दुई तिनवटाहरू त्यहाँ पनि पानी कस्तो घुमेन म्या स्विमिङ पुल जस्तो यो त मेयासला कस्तो सर्बो जस्तो हो मेया त दाम पर्यो फिलअप हुँदैछ माछा दुईटा पऱ्यो लटमा एक लटमा यति पर्दैछ अघि नैको म्या सर्प देखाइदिन्छ ए हाम्रो शिकार आयो त दुईटा त ल फेरि आएको छ दुईटा छडन मिजुम भइमा राख्नु त्यो मेया त अलि राम्रोसँग छिटो मजाले ओइ हामीले हाँसै भनेनौँ नि त ल भन ल के भन्नु कागले दुईटा बाम लिएर गयो कागको 2 केजीको बाम ल मिजुले अर्को चाहिँ तान्दैछ लभली पारामा हेरौँ आज हेर हल्का हेर सिग्नेचर ज्याकेट लगाएर आएन कि मिजुले त्यही लिएर आऊ छिटो भाग मिजु परे
सिग्नेचर फर्स्ट टाइम एउटा फेरि यता ल्याउ लट्ठी परे लौ त बल्ल पर्छ यत्रो बेरमा ठिक छ कत्रो हेर त ओ दल यहाँ तिमी ल एउटाको भागमा लभले ल ओए पर्यो त्यसले अर्को त्यता देखाउ ओए यता दुईटा एउटामा ब्लू माछा ब्लू ब्ल्याक माछा ब्ल्याक माछा जान भित्र अलि चुडाल्लास समात तल फाल्दिउँ म गर्छु थाहा छ कि पाम नपर्ने त कुरै हुन्न भनेर मलाई थाहा छ कि कतिले राति बेला कस्तो यस्तो रहेछ कि अड्केको नत्र त परिरहेको रहेछ नि यहाँ त पढ्यो खै अघिको ठुलो घुँडै दुख्यो कत्रो ठुलो हेर न फुस्किसक्यो त्यो आएर कत्रो रहेछ धेरै पोखरीमा कहाँ अर्को त्यही छ सानो देखेको त ठुलो पनि रहेछ मेरो कस्तो फसेको दुईटा दुईटा पऱ्यो अङ्गलहरूलाई नभए छिटो फुटा खान्थ्यो कस्तो यही रहेछ खाल्टोमा रहेछ बामको कति टन बाम बसेला त्यहाँ सञ्जय बाइक लिन गयो अब उता त्यहाँ पारी उता मान्छे चटन्नै मिजु ल इन्डिङ ल है त अब चाहिँ हामी जान लाग्यो ल पटेल भाइ किन लुकेछस् थारू भाइ ओ थारू ल अब हाम्रो लास्ट त्यहाँ हो अनि सबै ऊ निकालेर राखिसक्यो हात्तीहरू माछा चाहिँ नि हेर्नुहोस् खासै परेको त छैन खासै परेको त छैन मिजु नापेर देखाएको त हात उसमा खासै परेको त छैन अनि यो त घामले सुकेर हेर त हेर खासै ठुलो त होइन अनि ल तैँले देखाइदियो त पन्जा यस्तो गर्दा यस्तो पन्जा जत्रै छ है खासै ठुलो त होइन यो त हेर नि केटाहरू फोटो खिच त मिच्छु एउटा हेर हान्छु क्या ल है त गर्न लगाऊ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 एउटा पुगेन यार 41 हुने कागले नलगे भएको यार 40 वटा हो के त्यो रनमती 40 वटा पटेलले एउटा मिस 40 हो किलो है यार बडी है यार 2.5 कति भन्छ त म 4 किलो है यो त 2.5 4 हो यो छ यार यो 2 किलो भन्दा त 2.5 किलो त बढी छ ढुक्कै यो
ए 3 किलो रहेछ 3 केजी ल 3 किलो ल मलाई नि ट्याक्कै 3 किलो रहेछ या 200 ग्राम सुकाएर